ल साथीहरू, अब चाहिँ फाइनली हाम्रो चाहिँ एक्जामको डेट आइसकेको छ र हामीले चाहिँ सजिलै तरिकाले चाहिँ एक्जामको डेटहरू चाहिँ हेर्न सकिन्छ। र हामीले चाहिँ गुगलमा गएर चाहिँ इपिएस टपिक एचआरडी कोरियामा चाहिँ सर्च गर्ने। त्यसपछि हाम्रो चाहिँ यस्तो यस्तो देखाउँदै जान्छ। देखाइसकेपछि कुन सिफ्टको, अब दोस्रो कि पहिलो, दोस्रो कुन सिफ्टको हो त्यो सिफ्ट चाहिँ त्यहाँ देखाउने। कुन सिफ्टमा छ, पहिलोमा छ भने पहिलोमै गर्ने, दोस्रोमा गर्ने चट्ट। अनि यहाँदेखि चाहिँ यहाँनिर चाहिँ नम्बर हान्ने हुन्छ क्या, अगाडिको यत्रो पछाडिको चाहिँ सीदेखि पछाडिको नम्बर चाहिँ हामीले टाइपिङ गर्ने। टाइपिङ गरिसकेपछि चाहिँ सर र कुन डेट कुन महिनामा चाहिँ भने ट्याक्क यहाँ सर देखाउँछ। एउटा भाइको चाहिँ मैले गरेको थिएँ, राई विवेक भाइको चाहिँ, उसको चाहिँ छेजो अफ, उसको चाहिँ यस्तो यस्तो आइरहेको छ। 2 महिना 13 तारिकमा रहेछ उसको, 2026 2 महिना 14 तारिकमा रहेछ उसको चाहिँ एक्जाम। यसरी सजिलैसँग चाहिँ हामीले अहिलेको कोरियन एक्जामको डेट चाहिँ हेर्न सकिन्छ। तर पहिलेभन्दा अलिक फरक तरिकाले चाहिँ आएको रहेछ है।